गाइज, वेलकम टु माई च्यानल एभ्रिवान। झोले नमस्ते सबैजनालाई। फेरि पनि मेरो न्यू ब्लगमा हजुरहरूले स्वागत छ। यसपालि चाहिँ मैले सोचिरहेको छु लङ ब्लग हाल्नुको लागि। अब हेरौँ के हुन्छ। मैले बाहिर जाँदैछु, मसँग एकजना साथी हुनुहुन्छ, उहाँसँग। अब हेरौँ के हुन्छ। सो बनाउँछु आज एउटा ब्लग। सो चाहिँ म लागेँ आफ्नो गन्तव्यतिर। हेरौँ आज के हुन्छ। गएको त के साह्रो गर्मी प्रभु। म चाहिँ मेरो एकजना साथीको वेट गर्दैछु। अब आउँदैछौ। सो म आइसकेको छु ट्याक्सीमा। सो अब म जाँदैछु। मेरो साथी पनि आइसक्यो। ऊ चाहिँ मेरो प्यारो साथी हो, यहाँको कुवेतको एकलौतो साथी। सो अब म जाँदैछौँ, हेरौँ न के हुन्छ। सो हामी चाहिँ अब ट्याक्सीदेखि झरिसक्यौँ। सो अब जाँदैछौँ मलतिर। अनि दिदीको लागि गिफ्ट लिदिउँ। मेरो रुममेट दिदीको चाहिँ बर्थडे आउनु लागेको छ। सो त्यही भएर उहाँको लागि चाहिँ एउटा गिफ्ट हेरिदिउँ भनेर जाने लाग्यो मरिना मल। सो भनिदिन्छु, म चाहिँ कुवेतमा बस्छु। म चाहिँ कुवेतमा बस्छु। सो कुवेत आएको मलाई भइसक्यो, 1 वर्ष हुन लागिसक्यो। सो आजभोलि चाहिँ म अलिअलि बाहिर निस्किन्छु। पहिला चाहिँ निस्किँदैन थिएँ। सो हामी दुईजना चाहिँ गइरहेछौँ। हेरौँ न वकिङ। यहाँ हेर्नु न, मलको भित्र पनि रुख्छ। हेर्नु यस्तो छ यहाँ चाहिँ मल। अक्सिजन कहाँदेखि आउँछ यसमा भन त। म चाहिँ दिदीको लागि बर्थडे गिफ्ट हेर्दै थिएँ। अब कस्तो लिउँ भनेको म कन्फ्युज भएँ। मन त पर्यो, तर दिदीले लगाउने जस्तो चाहिँ पाएन। त्यही भएर अब निस्किरहेको यहाँदेखि। सो अब हामी कहाँ गइरहेछौँ मलाई पनि थाहा छैन। मरिना बिचमा गइरहेछौँ होइन। त्यो चाहिँ सुसाइड पऱ्यो। फेरि स्वागै बेग्लै छ क्या। भरेबाट जाँदा नि हुन्छ, केही फरक पर्दैन होइन। किन धेरै गर्नु हिँड्न अलिक गाह्रो हुन्छ भने चाहिँ होइन। चल्ने सिडी छ फेरि एलिभेटर। ल मेरो साथीले चाहिँ मलाई हेल्प गरिदिएको ब्लगिङमा। मभन्दा राम्रो ब्लगिङ चाहिँ उसले गर्दो रहेछ, त्यो चाहिँ मलाई थाहा भयो। उसलाई चाहिँ आउँदो रहेछ गाइस। चाहिँ हाम्रो लोकेसन हेर्न सक्नुहुन्छ तपाईँ। यति गर्मी छ, यति गर्मी छ, पुरै छोडिदिनु के। यति गर्मी छ, 50 डिग्री भनेको यहाँको कुरा होइन नि। फेरि पनि म हजुरहरूको लागि अब फर्स्ट ब्लग बनाउनु पर्यो भनेर पनि म यति गर्मीमा निस्केको आज बाहिर। अनि हामी चाहिँ यो गली हुँदै हिँड्दैछौँ। यो गलीमा हिँड्ने चाहिँ यो मान्छे हो मलाई। म चाहिँ खासै हिँड्न सक्दैन गाइस, विदेश आएर। पहिला गाउँघरमा चाहिँ हिँड्न सक्थ्यो। अब चाहिँ अब मोटाएर हो कि के हो, सक्दैन हिँड्न। भनौँ न यति गर्मी छ। अब तपाईँहरूलाई म एकदम दामी लोकेसन देखाउनेछु। आई होप हजुरहरूलाई मनपर्छ होला मेरो ब्लगिङ। किनकि म अब खासै त्यो प्रोफेसनल या पर्फेक्ट त होइन ब्लगिङ गर्नुमा। तर फेरि पनि उसले के भन्दैछ, ऊ चम्केको चाहिँ यो सुरज हो ल, चाँद रे सन गाइज। हेर्नु मेरो लोकेसन आजको कति दामी लोकेसन छ। यही हो सबैको मनपर्ने। हामी दुईजना चाहिँ यसरी तातेर एकदमै ऊ चाहिँ हट रे गाइस। कहाँ गयो हट मान्छे हो। अनि यहाँ चाहिँ अब 1-2टा फोटो खिच्छौँ होला हामीहरू। फोटो खिच्दै पनि आएको थिएँ म 2-3 चोटि आइसकेँ यहाँ चाहिँ। तर फेरि पनि अहिलेसम्म मलाई बाटो भन्ने कुरा थाहा लागेन। के लोकेसन चाहिँ यो हो। मलाई चाहिँ मन परेछ, होस् मलाई मनपर्छ यस्तो ठाउँहरू पनि। त्यही भएर म आएको अरे के। दिउँसोको भन्दा हल्का गर्मी कम भनौँ न। तर फेरि पनि गर्मी भनेको गर्मी नै हुँदो रहेछ गाइजहरू, के गर्नु। यो चाहिँ कति राम्रो के, जति तारिफ गरे पनि नसकिने। उसले चाहिँ हाम्रो फोटो खिचिदियो, खै किन खिचिदियो। अनि म मेरो फोनले खिचिदिन्छु भनेर उसले चाहिँ हाम्रो फोटो खिचिदियो गाइज। सो यो चाहिँ हाम्रो नयाँ साथी भनौँ न, विदेशको नयाँ साथी। What's your name? Nopal, where are you from? Oh, same to you. Sorry? Bina. Yes.
गर्छु न, राम्रो भएन भने अब हजुरहरूको पनि फल्ट होइन, हजुरलाई मन पर्दैन भने छुट्टै कुरा हो, मन पर्छ भने प्लिज लाइक सेयर कमेन्ट चाहिँ गरिदिनु होला, किनकि मेरो यो फर्स्ट ब्लग हो। सो जति हुनसक्छ म आफ्नो बेस्ट दिउँला। चाहिँ भ्यू भनौँ आजको हाम्रो भ्यू, मान्छेहरूले बिचमा इन्जोय गरिरहेको छन् यहाँ चाहिँ। लागि एकदमै गरिदिएको छु, उसको लागि चाहिँ थ्याङ्क यू। ठिक छ, चाहिँ सिङ्गल छ केटीहरू, फोटो आइदिइहाल्नु। उसलाई चाहिँ लोयल चाहियो, फेरि हेरिहाल्नु। जो केटीले मेरो ब्लग हेर्दैछ गाइजहरू, यस्तो केटा चाहिँ छुटाउनु पर्दैन ल। खत्तम चाहिँ छैन गाइज, एकदम साथीलाई चाहिँ ज्यान दिने मान्छेको चाहिँ। सो ती भएर मसँग छ कि यो कन्ट्याक्ट। सो उसको र मेरो झगडा भइरहेछ गाइज। यहाँ 2 मिनटको बाटोमा उसले 1 रुपियाँ तिरेर आएको हो। यहाँ हेर्नु न, उसले 1 रुपियाँ भन्दैछ। यहाँबाट उता 5 मिनट पनि लागेन हामीले उतादेखि यता आउनु। पिल्समा आउँथ्यो कि हामी, पिल्समा आउँथ्यो। यसको कारणले हामी 1 रुपियाँ तिरेर आयो गाइज। हामीले चाहिँ अब दिदीको लागि एयरबड्स लिने डिसाइड गऱ्यौँ। ड्रेस त पाएन, सो हेरौँ न कुन लिन्छौँ। गाइज मैले चाहिँ यो दिदीको लागि गिफ्ट लिँदैछु, मलाई ड्रेसै पाएन। सो यति धेरै धेरै चोइस थियो, तर मैले चाहिँ यो चाहिँ दिदीको लागि। सो यो चाहिँ अब लिने प्लान गरेँ, बर्थडे गिफ्ट चाहिँ दिदीको बर्थडे आउँदैछ त्यही भएर। यसपालि मैले सोचिरहेको थिएँ के लिने दिदीको लागि, के लिने। सो डिसाइड गरेँ कि एयरबड्सहरू चाहिएको थियो। सो ड्रेस त मिलेन, अब एयरबड्स लिँदै। सो चाहिँ हामी यो नेपाली रेस्टुरेन्टमा गइरहेछौँ। हामी चाहिँ प्रायः यही रेस्टुरेन्टमा आउँछौँ। सो आज पनि यही रेस्टुरेन्टमा आएको छौँ। पक्का ढोका समातेर। सो हामी आइपुग्यौँ खाजाको लागि। बाँच्न सक्दैन। सो हेर्नु कति यम्मी यम्मी देखिरहेको छ, खाएर थाहा लाग्छ कस्तो छ। सो हेर्नु गाइस, 7 बजिसक्यो, उसलाई ढिलो भइसक्यो, तर उसले चुरोट तान्नाले चाहिँ हेर्नु न, त्यो मिट गुलियो खानुपर्छ नि, उसको लागि चाहिँ यो गुलियो गाइस। सो टाइम 7 बजिसकेछ, उसलाई चाहिँ ढिलो भइसक्यो। ऊ चाहिँ ड्युटी जोइन गर्ने मान्छे। उसको चाहिँ हल्का रुम गएर रेस्ट गर्छु, गेम खेल्छु भनौँ न। एकछिन गेम खेल्छु साथीहरूसँग यसो। अनि अहिले चाहिँ हामी दिदीको लागि अब हामीले आफ्नो पेट त पूजा गरिसक्यौँ। अब दिदीको लागि चाहिँ केही लग्यौँ न खानेकुरा, त्यही भएर जाँदैछौँ गाइज। के गर्नु लाग्छ यसको तल आएर यसरी। सो यस्तै हो विदेश भनेको फेरि। सो अब दिदीको लागि चाहिँ यो खाजा प्याक भइसकेछ। अनि मेरो लागि चाहिँ यहाँ जहाँबाट खाना प्याक गऱ्यो भने चाहिँ मलाई गिफ्ट दिनुभयो बलुन। सो अब चाहिँ हामी रुमतिर लागेको। सो गर्मी एकदमै धेरै भएर चिसो 3 चोटि खाइसकेँ। सो रुमतिर। सो अब रुम जानु पर्यो। सो अब म चाहिँ घर पुगिसकेँ भनौँ। सो मेरो भिडियो चाहिँ हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। हजुरहरूले सपोर्ट गरिदिनु भयो भने चाहिँ म अरू राम्रो भिडियोहरू लिएर आउँछु। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड सब्सक्राइब गरिदिनु होला प्लिज। मैले धेरै मेहनत गरेको छु। सो थ्याङ्क यू एभ्री वान। सो टेक केयर। अब म रुम पुगेँ, म फ्रेस